हेलो एन्ड नमस्ते सबैजनालाई। हजुरहरूको एउटा सानो रिक्वेस्टमा एउटा सानो एजुकेसनल भिडियो बनाउँदैछु, जुनमा चाहिँ आज फरेक्सको बारेमा रहेको चाहिँ फरेक्सको बेसिक कन्सेप्टहरूको बारेमा भन्न जाँदैछु। यसमा चाहिँ वाट इज फरेक्स फरेक्स भनेको के हो भनेर भन्छु है त। सर्ट एन्ड स्विट भिडियो हुनेछ, धेरै भित्र डिपली चाहिँ भन्दिनँ, तर म बेसिक कन्सेप्टहरू चाहिँ आज भन्छु है त यो एउटा भिडियोमा। फरेक्स ट्रेडिङ बेसिक्स है त। फरेक्स भनेको चाहिँ के हो त? फरेक्स भनेको चाहिँ एउटा यस्तो ग्लोबल मार्केट प्लेस हो होइन, जहाँ चाहिँ हामीले करेन्सिजहरू ट्रेड गर्छौँ। अनि यो चाहिँ वर्ल्डको सबभन्दा एउटा लार्जेस्ट एन्ड मोस्ट लिक्विड फाइनेन्सियल मार्केट हो है त, जहाँ चाहिँ तपाईँको डेली ट्रेडिङ भोल्युम नै 7 देखि अहिले 20 ट्रिलियन डलरसम्मको भोल्युम ट्रेड हुन्छ है त हरेक दिन। अनि यो मार्केट चाहिँ तपाईँको 5 दिन अपरेट हुन्छ भने 5 दिनमा 24 घन्टा अपरेट हुन्छ है त। अनि अनि फरेक्सभित्र चाहिँ हजुरको हामीले मोस्टली ट्रेड गर्ने भनेको करेन्सी पेयर्सहरू हो। अनि त्यो करेन्सी पेयर्सभित्र चाहिँ हाम्रो मेजर एन्ड माइनर करेन्सी पेयर्सहरू हुन्छ है त। हाम्रो मेजर करेन्सी पेयर्सभित्र चाहिँ के हुन्छ भने जस्तै युरो युएसडी, युएसडी जेपीवाई, जीपीपी युएसडी, युएसडी सिएचएफ, युएसडी क्याट, एफडी युएसडी, एनजेडी युएसडी होइन। हामीले चाहिँ कस्तो खालको करेन्सी ट्रेड गर्ने हो भने चाहिँ हामीले युरो ट्रेड गर्न मिल्यो, युएस डलर ट्रेड गर्न मिल्यो, जापानिज येन ट्रेड गर्न मिल्यो होइन, पाउन्ड ट्रेड गर्न मिल्यो, अनि स्विस ट्रेड गर्न मिल्यो, क्यानेडियन डलर ट्रेड गर्न मिल्यो, अस्ट्रेलियन डलर ट्रेड गर्न मिल्यो, अनि न्युजिल्यान्ड डलर ट्रेड गर्न मिल्यो। यो चाहिँ हाम्रो मेजर करेन्सी पेयरहरू भयो है त। अनि हाम्रो माइनर करेन्सी पेयरहरू पनि हुन्छ, त्यसको बारेमा चाहिँ यसमा नभनौँ होला। हामीले मोस्टली ट्रेड गर्ने भनेको मेजर करेन्सी पेयरहरू मात्र हुन्छ है त। अनि जस्तै कि हाम्रो करेन्सी पेयरहरू भनेको अब मैले चार्ट देखाइरहेको छु तपाईँहरूलाई यहाँ एउटा। यो चाहिँ रहेको छ हाम्रो युरो युएसडीको है त। यो युरो युएसडीको चार्ट रहेको छ। यो अस्ट्रेलियन भर्सेस युएस डलरको चार्ट रहेको छ। अब यो भनेको हाम्रो न्युजिल्यान्ड भर्सेस युएस डलर, जसलाई चाहिँ हामीले किवी पनि भन्न सक्छौँ है त। अब यिनीहरूको एउटा के भन्छ निकनेम पनि हुन्छ होइन, त्यो चाहिँ अब बिस्तारै थाहा हुँदै जान्छ हजुरहरू बिच्दै गइसकेपछि। अनि हामीले मोस्टली फरेक्समा ट्रेड गर्ने भनेको चाहिँ मेजर करेन्सी पेयर्सहरू यिनीहरू नै हुन् है त। युरो भयो, युएस डलर भयो, येन भयो, पाउन्ड भयो, स्विस डलर भयो, क्यानेडियन डलर, अस्ट्रेलियन डलर एन्ड न्युजिल्यान्ड डलर है त। मोस्टली ट्रेडेड, मोस्टली भोल्युम आउने या मोस्टली वर्ल्डमा मोस्टली ट्रेडेड करेन्सी पेयरहरू भनेको यिनीहरू नै हो मेजर करेन्सी पेयर्सहरू चाहिँ। अनि हाम्रो मेजर करेन्सी पेयरको स्ट्रक्चर चाहिँ कस्तो रहेको हुन्छ भने तपाईँको हामीले अब ट्रेड गर्दाखेरि युरो भर्सेस युएस डलर ट्रेड गर्नुपर्ने हुन्छ है त। अब त्यो भनेको चाहिँ हाम्रो हाम्रो युरोलाई चाहिँ यो फर्स्ट करेन्सीलाई चाहिँ हामीले यो फर्स्ट करेन्सी रहेको छ नि, यो युरोलाई चाहिँ हामीले बेस करेन्सी भन्छौँ भने हाम्रो युरो भर्सेस युएस डलरमा चाहिँ युएस डलर चाहिँ हाम्रो कोड करेन्सी हुने भयो है त। यो भनेको चाहिँ कस्तो हो भने हामीले अब बेस करेन्सी र कोड करेन्सी भनेको चाहिँ कस्तो हो भनेको चाहिँ हामीले अब यदि युरो भर्सेस युएस डलरमा हामीलाई सेल गर्नु छ भनेको चाहिँ हामीले युरो बेचेर युएस डलर चाहिँ बाई गरेको होइन। यदि हामीले युरो भर्सेस युएस डलरमा बाई गर्नु छ भने चाहिँ हामीले युएस डलर बेचेर युरो चाहिँ युएस डलर बेचेर युरो चाहिँ बाई गरेको है त। अनि बिड एन्ड आस्क प्राइस भनेको चाहिँ तपाईँको यो ब्रोकरहरूले दिने हो होइन। बिड प्राइस भनेको चाहिँ जुन मूल्यमा तपाईँको आधार मुद्रा बेच्न सक्नुहुन्छ होइन त, द प्राइस एट विच यु क्यान सेल द बेस करेन्सी। बिड प्राइस भनेको चाहिँ, आस्क प्राइस भनेको चाहिँ द प्राइस एट विच यु क्यान बाई द बेस करेन्सी है त। अनि स्प्रेड भनेको चाहिँ अब ब्रोकरहरूको एउटा करेन्सीहरूको बिड र आस्क प्राइसको डिफ्रेन्स हो होइन। त्यो डिफ्रेन्सलाई चाहिँ हामीले स्प्रेड भन्छ। भने त्यो स्प्रेड चाहिँ हामीलाई ब्रोकरहरूले दिन्छ। त्यो चाहिँ अब ब्रोकरहरूको प्रफिट मार्जिन भनौँ न, एउटा ब्रोकरहरूको प्रफिट। अब सबै ब्रोकरको स्प्रेड एउटै हुन्न, कसैको धेरै स्प्रेड हुन्छ, कसैको थोरै स्प्रेड हुन्छ होइन। अनि हामीले
भोलि पर्सि भनौँ न अब सबै कुरा जानिसकेपछि ट्रेड सुरु गर्दाखेरि चाहिँ हामीले ब्रोकर पनि हेरेर चुज गर्नुपर्ने हुन्छ है। अब कुनै ब्रोकर राम्रो हुन्छ, कुनै ब्रोकर नराम्रो हुनसक्छ होइन। त्यसैले ब्रोकरलाई पनि हामीले रिसर्च गरेर एकदम रिसर्च गरेर काम गर्नुपर्ने हुन्छ है त भोलि पर्सि। अनि यो चाहिँ सबै बेसिक कन्सेप्टहरू हो। अब फरेक्सभित्र तपाईँको करेन्सी पेयर भयो, करेन्सी स्ट्रक्चर भयो होइन। अब बिड एन्ड प्राइस भने बिड एन्ड आस्क प्राइस भनेको के हो, अनि पिप केलाई भनिन्छ होइन। पिप भनेको चाहिँ पर्सेन्टेज इन पोइन्ट हो। अनि तपाईँको लङ एन्ड सर्ट पोजिसन हुन्छ। हामीले लङ र सर्ट भनेको बाई एन्ड सेल हो होइन। अब पिपको बारेमा बुझौँ है त। पिप भनेको चाहिँ एउटा यस्तो दिस इज द स्मलेस्ट प्राइस मुभमेन्ट इन करेन्सी पेयर है त। फर मोस्ट पेयर्स 1 पिप इक्वल्स टु 0.001। अब सबैको एउटै हुँदैन, फरक फरक पनि हुनसक्छ होइन। अब पेयरहरूमा फरक फरक पनि पर्न सकिन्छ पेयर अनुसार। जस्तै अब हामीले कमोडिटिज ट्रेड गर्ने हो भने अब छुट्टै छुट्टै पोइन्टले काउन्ट गर्नुपर्ने हुन्छ होइन। अब इन्डिसेसहरू ट्रेड गर्यो भने छुट्टै पोइन्टमा हुन्छ होइन। अब त्यो चाहिँ हरेक मार्केट अनुसार फरक पर्दछ। अनि अनि अर्को आयो कुरा, अब हामीले भोलि पर्सि ट्रेड गर्दाखेरि हाम्रो लट साइजेसहरू युनिटहरू लिनुपर्ने हुन्छ होइन। कति युनिटमा ट्रेड गर्ने हो, कसरी ट्रेड गर्ने हो भनेर। अब हाम्रो लटभित्र चाहिँ कस्तो टाइपको लट पर्छ भने तपाईँको स्ट्यान्डर्ड लट साइज हुन्छ। एउटा रह्यो स्ट्यान्डर्ड लट साइज होइन। त्यसमा भनेको चाहिँ तपाईँको स्ट्यान्डर्ड लट साइज भनेको चाहिँ 1 लाख युनिटसम्म हुन्छ। मिनी लट साइज हुन्छ 10,000 युनिट्ससम्म। माइक्रो लट हुन्छ 1000 युनिट्सको। अनि न्यानो लट हुन्छ 100 युनिट्सको है त लट साइजेसभित्र चाहिँ। अनि अब आयो अर्को कुरा, जस्तै अब हामीले ब्रोकरमा गएर ब्रोकर अब हामीले मानौँ न अब हामीले सबै कुरा जान्यो अरे। अब हामीलाई चाहिँ यहाँबाट बाई गर्नु छ भने चाहिँ होइन, कुनै पनि एउटा यो पोइन्टमा मार्केट आयो अरे, यो पोइन्टबाट हामीलाई चाहिँ बाई गर्नु छ भने चाहिँ यसलाई चाहिँ लङ पोजिसन भन्छ है त। अब हामीले दुई तरिकामा काम गर्न मिल्छ फरेक्समा चाहिँ, जस्तो लङ पोजिसन एन्ड सर्ट पोजिसन भन्छ। तपाईँको लङ पोजिसन भनेको चाहिँ के हो भने यु बाई अ करेन्सी पेयर एक्सपेक्टिङ द बेस करेन्सी टु स्ट्रेथेन अगेन्स्ट द कोड करेन्सी होइन त। अनि हामीले चाहिँ अर्को पोजिसन लिन मिल्यो सर्ट पोजिसन होइन। यु सेल अ करेन्सी पेयर एक्सपेक्टिङ द बेस करेन्सी टु विकेन अगेन्स्ट द कोड करेन्सी भनेको छ होइन। जस्तै भने अब हामीलाई लाग्छ कि मानौँ एउटा युरो युएसटीको हेरौँ है त। यो चाहिँ युरो युएसटीको चार्ट हो। जस्तै तपाईँलाई चाहिँ लागिरहेको छ कि अब युरो युएसटीमा चाहिँ तपाईँलाई लागिरहेको छ कि अब प्राइस चाहिँ यो एरियाबाट अब झरिरहेको छ अरे। अब यो एरियाबाट झर्छ जस्तो लाग्यो भने सेल गर्नु पर्यो भने चाहिँ तपाईँले के गर्नुभयो भने चाहिँ यो भनेको चाहिँ सर्ट गर्नुभयो है। सर्ट गर्नुभयो भनेको चाहिँ के हो भने यसको अर्थ भने चाहिँ तपाईँले तपाईँसँग युरो युएसटीको ट्रेड गर्दाखेरि चाहिँ तपाईँले सर्ट गर्दाखेरि चाहिँ हजुरसँग भएको आफ्नो युरो बेचेर युएस डलर चाहिँ किनेको भन्ने अर्थ लाग्छ है सर्ट गर्नुभयो भने। यदि यही पोजिसनलाई तपाईँले मानौँ न, यही पोजिसनलाई तपाईँले होइन अब तपाईँको एनालाइसिस राख्नु पऱ्यो। जस्तै अब यो एरियाबाट तपाईँलाई चाहिँ प्राइस अब माथि जान्छ जस्तो लाग्यो भने चाहिँ हजुरहरूले बाई गर्ने हो कि। अनि त्यो बाई भनेको चाहिँ के हो भने चाहिँ तपाईँले आफूसँग भएको युएस डलरलाई बेचेर तपाईँले युरो बाई गर्नु भएको हो कि है। सिम्पल टर्म्समा भन्नु पर्दाखेरि चाहिँ। सो यसैलाई नै लङ र सर्ट या बाई एन्ड सेल भनिन्छ है त। अब जुनै करेन्सी पेयरमा पनि हामीले फरेक्समा बाई एन्ड सेल नै गर्ने हो होइन। अस्ट्रेलियन डलर भर्सेस युएसडी डलर, न्युजिल्यान्ड भर्सेस अमेरिकन डलर होइन, सबै एउटै रह्यो। यो चाहिँ लङ एन्ड सर्ट पोजिसन भयो है त। यो चाहिँ एउटा बेसिक कन्सेप्ट भनौँ न।
अनि लेभरेज अर्को आयो लेभरेजको कुरा। यो लेभरेज भनेको चाहिँ ब्रोकरले दिने कुरा हो है। लेभरेज भनेको चाहिँ के हो भने लेभरेज अलाउस ट्रेडर्स टु कन्ट्रोल लार्जर पोजिसन विथ स्मलर एमाउन्ट अफ क्यापिटल भन्छ होइन। लेभरेजले चाहिँ कुनै पनि एउटा सानो पुँजीलाई ठुलो मात्रामा कारोबार गर्नलाई के भन्छ सक्षम बनाउँछ है त। अनि लेभरेज भनेको चाहिँ एकदम एउटा डेन्जर कुरा पनि हो है। सबैले अब लेभरेज पायो भन्दामा ठुलो ठुलो लेभरेजमा काम गर्नु भएन होइन। फरेक्स भनेको एकदम रिस्की मार्केट हो। सो बी केयरफुल विथ द लेभरेज है वेन यु आर बिगिनर्स। अनि वार्निङ है त, लेभरेजले चाहिँ के गर्छ भने नाफा पनि बढाउन सक्छ, तर जस्तो नाफा बढ्यो नि त्यही अनुसार तपाईँको होइन रिस्क पनि एकदम हाई हुन्छ है त, नोक्सानी पनि एकदम बढाउन सक्छ है त। त्यही भएर लेभरेजलाई चाहिँ हामीले एकदम ख्याल गरेर काम गर्नुपर्ने हुन्छ। अनि यो लेभरेज चाहिँ हामीले ब्रोकर एकाउन्ट खोल्दाखेरि चुज गर्न मिल्यो है त कुनै पनि। अब ब्रोकरहरूले दिने भनेको तपाईँको 1:10 देखिको लेभरेजहरू हुन्छ। 1:10 भयो, 1:20, 1:30, 1:50 होइन, 1:100, 1:200, 1:500। कुनै कुनै ब्रोकरले अनलिमिटेड लेभरेज पनि दिन सक्छ, तर त्यस्तोको पछि चाहिँ लागेर नहिँडौँ होइन। 1:100 लेभरेज भनेको चाहिँ के हो भने तपाईँसँग 100 रुपियाँको मार्जिन छ भने होइन, 100 रुपियाँ या $100 बराबरको मार्जिनले चाहिँ तपाईँले $10,000 चाहिँ ट्रेड गर्न मिल्नु भयो कि है। यो चाहिँ एकदम हाई रिस्क हुन्छ। सो बिगिनरहरूलाई चाहिँ 1:10 देखि 1:30 म रेकमेन्ड गर्छु होइन। लेभरेज चाहिँ यो चाहिँ प्रोभाइडेड बाई ब्रोकर्स। सो रिसर्च गर्नु होला लेभरेज भनेको के हो होइन, बिफोर यु जम्प इन्टु ट्रेडिङ। अनि अर्को कुरा रहेको छ हाम्रो फरेक्सभित्र चाहिँ ट्रेडिङ सेसन्सहरू हुन्छ होइन। जस्तै मानौँ अहिलेको लागि चाहिँ हामीलाई मोस्ट इम्पोर्टेन्ट सेसनहरू भनेको चाहिँ तपाईँको टोक्यो एसियन सेसन होइन। यो चाहिँ टोक्यो सेसन भनेको एसियन सेसन हो। अनि लन्डन सेसन हुन्छ, अर्को एउटा न्युयोर्क सेसन हुन्छ है त। अनि हामीले चाहिँ फरेक्समा 3टा सेसनमा काम गर्न मिल्यो, त्यसैले 24 घन्टा नै काम गर्न मिल्यो कि 3टा सेसनले गर्दाखेरि। अनि तपाईँहरूको ट्रेडिङ सेसन अनुसार काम पनि गर्न मिल्यो, तर एसियन सेसनमा धेरै जस्तो मार्केट रेन्जिङ हुन्छ होइन। सो एसियन सेसनमा त्यस्तो धेरै खासै भोल्युम आउँदैन भनौँ न। तपाईँको लन्डन र न्युयोर्क सेसनमा चाहिँ एकदम हाइएस्ट भोल्युम आउँछ है फरेक्स ट्रेडिङ गर्नलाई। सबसे बेस्ट टाइम टु ट्रेड भनेको चाहिँ हाम्रो फरेक्समा भनेको लन्डन एन्ड न्युयोर्क सेसन हो है। अनि तपाईँको लन्डन एन्ड न्युयोर्कको पनि ओभरल्याप सेसन हुन्छ होइन। त्यो ओभरल्याप सेसनमा चाहिँ सबसे धेरै लिक्विडिटी प्रोभाइड हुन्छ है त फरेक्स मार्केटमा, एकदम भोलाटाइल हुन्छ मार्केट है। अनि त्यो चाहिँ यिनीहरू चाहिँ ट्रेडिङ सेसनहरू भयो। यो ट्रेडिङ सेसनहरू चाहिँ अब तपाईँको आफ्नै टाइम जोन अनुसार ट्रेड गर्न मिल्यो होइन। अनि अर्को कुरा रहेको छ त्यो पछि भनेको अब हामीले फरेक्समा कसरी ट्रेड गर्न मिल्छ त, के तरिकाले ट्रेड गर्न मिल्छ त होइन। हाम्रो रहेको छ एउटा स्काल्पिङ होइन, स्काल्पिङ रहेको छ, स्काल्पिङ, डे ट्रेडिङ, इन्ट्राडे ट्रेडिङ भनौँ होइन, जे भन्दा नि भयो। अनि अर्को रहेको छ स्विङ ट्रेडिङ होइन। जस्तै स्काल्पिङ भनेको चाहिँ के हो भने हामीले छोटो समयमा मार्केटबाट इन एन्ड आउट गर्ने हो होइन। जस्तै तपाईँको अब तपाईँले कुनै पनि पोजिसन लिनुभयो भने, जस्तै स्काल्पिङ भनेको चाहिँ कुनै पनि एउटा पोजिसन लिनुभयो अरे, तपाईँ चाहिँ अब मार्केटमा लगभग भनौँ न अब हेरी हुन्छ, कसैले अब सेकेन्डमा ट्रेड गरेर हुन्छ, कसैले टिक्स ट्रेडिङ गरेर हुन्छ होइन, टिक ट्रेडिङ गरेर हुन्छ, टिक ट्रेडिङ एउटै हो होइन, टिक्स ट्रेडिङ गरेर हुन्छ, कसैले मिनेट ट्रेडिङ गरेर हुन्छ होइन। स्काल्पिङ भनेको चाहिँ तपाईँको मार्केटबाट इन एन्ड आउट विदिन अ सेकेन्ड, विदिन अ मिनेट होइन, त्यस्तै हुन्छ, विदिन अ टिक्स, त्यसलाई चाहिँ हामीले स्काल्पिङ भन्छौँ होइन। अनि इन्ट्राडे ट्रेडिङ भनेको चाहिँ, डे ट्रेडिङ भनेको चाहिँ कस्तो हो भने तपाईँले कुनै पनि एउटा पोजिसन्स खोल्नुहुन्छ अनि त्यही पोजिसन्सलाई हजुरले होइन एकै दिनभित्र
बन्द गर्नुहुन्छ। जस्तै भने यसको होल्डिङ पिरियड भनेको तपाईँको 1 to 2 आवर्स 2 to 4 आवर्स होइन 46 आवर्स एकै दिनमा पोजिसन ओपन पनि गर्ने अनि क्लोज पनि गर्नेलाई चाहिँ तपाईँले इन्ट्राडे ट्रेडिङ या डे ट्रेडिङ भन्न मिल्छ है त। अनि हाम्रो अर्को रहेको छ स्विङ ट्रेडिङ। स्विङ ट्रेडिङ भनेको चाहिँ कस्तो हो भने यो चाहिँ एउटा पोजिसन होल्डिङ ट्रेडिङ हो होइन। जस्तै तपाईँको कुनै पनि एउटा पोजिसन खोल्नुभयो भने चाहिँ यो पोजिसन चाहिँ तपाईँले हप्तादेखि दिन या हप्ताभरि होल्ड गर्नुहुन्छ कि त्यो पोजिसनलाई चाहिँ स्विङ ट्रेडिङ भनिन्छ है। जस्तै स्काल्पिङ भनेको चाहिँ अब यो रह्यो 4 आवरको चार्ट होइन, यो रह्यो 1 मिनटको चार्ट होइन। स्काल्पिङ गर्दाखेरि चाहिँ हजुरले विदिन अ मिनट होइन, अब जस्तै तपाईँलाई लागिरहेको छ अब मलाई लागिरहेको छ यो ठाउँबाट अब हजुरलाई सर्ट गर्नु मन छ अरे होइन, अनि यो ठाउँबाट सर्ट गर्नु मन छ भने तपाईँ चाहिँ मार्केटबाट विदिन अ मिनट इन एन्ड आउट हुनुहुन्छ क्या। जस्तै यति एउटा सानो पोजिसन लिएर हजुर मार्केटबाट इन एन्ड आउट हुनुहुन्छ कि हजुरको काम सक्यो क्या, त्यो भनेको चाहिँ एउटा स्काल्पिङ भयो। अब जस्तै यही कुरामा तपाईँलाई डे ट्रेडिङ इन्ट्राडे गर्नु मन छ भने जस्तै अब ठुल्ठुलो चार्टमा जाउँ होइन, ठुल्ठुलो टाइम फ्रेममा जाने हो। अब स्काल्पिङ चाहिँ हामीले ठुल्ठुलो टाइम फ्रेममा गर्न मिल्दैन है। जस्तै अब 4 आवरमा गएर तपाईँले स्काल्पिङ गर्छु भने चाहिँ स्काल्पिङ गर्न मिल्दैन, 1 आवरमा गएर स्काल्पिङ गर्छु भने चाहिँ तपाईँले स्काल्पिङ गर्न मिल्दैन है। जति सानो टाइम फ्रेम भयो नि स्काल्पिङ गर्नलाई त्यति नै राम्रो पनि हुन्छ अनि त्यति नै आफूलाई फाइदाजनक पनि हुन्छ है स्काल्पिङ गर्दाखेरि चाहिँ। अब जस्तै डे ट्रेडिङ गर्नुहुन्छ भने चाहिँ हजुरले 1 आवरदेखि 15 मिनट या 5 मिनटको चार्टलाई एनालाइसिस गरेर इन्ट्राडे ट्रेडिङ गर्न मिल्यो होइन। जस्तै अब होल्डिङ पिरियड रहनेछ तपाईँको, जस्तै मैले 5 मिनट चार्टमा हेरिरहेको छु, अब तपाईँलाई यही ठाउँबाट सर्ट गर्नु मन छ अरे, यो ठाउँबाट सर्ट गर्नुभयो भने चाहिँ मानौँ अब तपाईँको यो रहनेछ यति होल्ड गर्दाखेरि यति पोजिसन प्राइस लेभल होल्ड गर्दाखेरि नै तपाईँको 2 घन्टा 55 मिनट रहनेछ क्या, यति प्राइस होल्ड गर्दाखेरि नै होइन। अब 2 घन्टा 55 मिनटसम्म होल्ड गर्यो भने चाहिँ त्यसलाई डे ट्रेडिङ भन्न मिल्यो है। जस्तै अब त्योभन्दा धेरै पनि होल्ड गर्न मिल्यो। अब तपाईँले यही पोजिसनलाई होल्ड गर्दाखेरि 10 घन्टाको रहनेछ भने 10 घन्टाको भनेको तपाईँको यो इन्ट्रा सेसन ट्रेडिङ पनि हुने भयो। जस्तै यो हाम्रो रेड बक्स रहेको छ एसियन सेसन, यो रहेको छ लन्डन सेसन अनि यो रहेको छ न्युयोर्क सेसन। जस्तै तपाईँले इन्ट्राडे गर्नु भने यो ठाउँबाट पोजिसन लिनुभयो भने तपाईँले न्युयोर्कसम्म आइपुग्दाखेरि आफ्नो पोजिसनलाई आउट गर्नुभयो क्या है, पोजिसनबाट निस्किनु भयो। तपाईँले यहाँबाट सेल गर्नुभयो, सेल गरेर यहाँसम्म आफ्नो प्रफिट लिनुभयो अनि यो प्रफिटबाट आउट हुनुभयो होइन त। यो भनेको चाहिँ तपाईँको एउटा इन्ट्रा सेसन ट्रेडिङ पनि भन्न मिल्यो, इन्ट्राडे या डे ट्रेडिङ होइन त। यसलाई चाहिँ डे ट्रेडिङ भनिन्छ। अब जस्तै तपाईँलाई अब एकदम होल्ड गर्नु मन छ, लाग्यो कि अब म चाहिँ स्विङ हान्छु, एउटा पोजिसन कुनै पनि पोजिसन स्विङ हान्छु जस्तो लाग्यो भने चाहिँ जस्तै अब ठुल्ठुलो चार्टमा जाने 4 आवरमा डेली या 4 आवर होइन, हेरी अब तपाईँको की टाइम फ्रेम कुन हुन्छ एनालाइसिस अनुसार। जस्तै अब मलाई चाहिँ होल्ड गर्नु मन छ अरे, अब मलाई लागिरहेको छ कि यो ठाउँबाट चाहिँ यो चाहिँ अब हाम्रो एउटा की लेभल आइपुगेको छ होइन, यो ठाउँबाट तपाईँलाई पोजिसन ओपन गरेर होल्ड गर्नु मन छ अरे यहाँसम्म भन्यो। अब होल्ड गर्नुभयो अरे होइन, यतिको पिरियड चाहिँ कति रहनेछ भने यति पोजिसन स्विङ हुँदाखेरि यति प्राइस लेभल तपाईँको यहाँदेखि यहाँसम्म प्राइस लेभल स्विङ हुँदाखेरि यो भनेको हाम्रो 403 पिप्सको रहेको छ होइन। यति प्राइस लेभल स्विङ हुँदाखेरि चाहिँ तपाईँको कति दिन होल्ड हुने भयो भने जस्तै मानौँ यहाँदेखि यहाँसम्म भनेको तपाईँको 19 दिनको पोजिसन रहनेछ है त। यहाँदेखि यहाँसम्म भनेको तपाईँको 19 दिनको पोजिसन। यो लेभलदेखि तपाईँको यो लेभलसम्म जाँदाखेरि चाहिँ हाम्रो 11 दिनको पोजिसन छ त होइन। अब तपाईँले यहाँनिर यो ठाउँमा आइपुग्दाखेरि प्राइस ओपन गर्नुभयो अरे होइन, आफ्नो पोजिसन ओपन गर्नुभयो अरे, यो अर्डर ओपन गर्नुभयो भने अनि यो अर्डरलाई होल्ड गर्दाखेरि तपाईँको यो लेभलसम्म होल्ड गर्दाखेरि चाहिँ हाम्रो लगभग 11 देखि 19 दिन लागेको छ होइन। यति दिन तपाईँले ट्रेड होल्ड गर्दाखेरि चाहिँ तपाईँको यसलाई चाहिँ एउटा स्विङ ट्रेडिङ या पोजिसन ट्रेडिङ भनिन्छ होइन त। स्विङ ट्रेडिङ भनौँ, अब पोजिसन ट्रेडिङ भनेको चाहिँ छुट्टै रहन्छ फेरि। यसलाई चाहिँ अब हाम्रो टेक्निकल भन्दा पनि
फन्डामेन्टल पोइन्ट अफ भ्यूबाट जान्छ पोजिसन ट्रेडिङ भनेको होइन। अब पोजिसन स्विङ ट्रेडिङ र पोजिसन ट्रेडिङमा पनि फरक छ। यसलाई चाहिँ स्विङ ट्रेडिङ भन्यो भने पोजिसन ट्रेडिङ भनेको चाहिँ तपाईँले मानौँ अब तपाईँलाई लाग्छ कि युरो र जापानिज येन ट्रेड गरिराख्नु भएको छ। अब त्यसको फन्डामेन्टल भ्यूबाट जस्तै भनौँ युरोको इकोनोमिक भ्यू या इकोनोमिक डाटा या जापानको इकोनोमिक डाटा हेरेर ट्रेड गर्ने हो पोजिसन ट्रेडिङ गर्दाखेरि चाहिँ। जस्तै तपाईँलाई लाग्छ कि येन भन्दाखेरि चाहिँ युरो एकदम बलियो हुन्छ जस्तो लाग्यो भने चाहिँ तपाईँले एउटा पोजिसन खोल्न सक्नुहुन्छ। जस्तै लाग्छ कि अब यो 6 महिनाको बिचमा चाहिँ यो 6 महिनाको अन्तरालमा चाहिँ अब 6 महिना जति चाहिँ तपाईँलाई येन भन्दाखेरि युरो चाहिँ एकदम धेरै बलियो हुन्छ जस्तो लाग्यो भने चाहिँ तपाईँले बाई पोजिसन खोल्न मिल्यो है। अब जस्तै यो ठाउँबाट बाई पोजिसन खोल्नु भयो अरे, यो ठाउँबाट बाई पोजिसन खोल्नु भयो अरे, यहाँसम्म खोल्दाखेरि चाहिँ अनि तपाईँको लेभल चाहिँ यहाँ आइपुग्दा चाहिँ यसलाई चाहिँ एउटा पोजिसन ट्रेडिङ भन्न मिल्यो है। यो भनेको तपाईँको हामीले मार्चमा खोलेको पोजिसन, हजुरले 2025 को मार्चमा खोलेको पोजिसन हाम्रो 2026 को अप्रिलमा आइपुग्दासम्म चाहिँ तपाईँले एउटा पोजिसन होल्ड गर्नुहुन्छ भने चाहिँ त्यसलाई पोजिसन ट्रेडिङ भनिन्छ है त। अनि अरू रहेको छ यो चाहिँ हाम्रो कमन ट्रेडिङ स्ट्राटेजिजहरू है त। त्योभित्र रह्यो स्काल्पिङ, डे ट्रेडिङ, स्विङ ट्रेडिङ एन्ड पोजिसन ट्रेडिङ। मैले पोजिसन ट्रेडिङ चाहिँ राखेको छुइनँ। अब अर्को कुरा मोस्ट इम्पोर्टेन्ट है, यो चाहिँ हाम्रो फरेक्सभित्र भनेको तपाईँको टेक्निकल मात्र नभइकन होइन रिस्क म्यानेजमेन्ट पनि हुन्छ। रिस्क म्यानेजमेन्ट साइकोलोजी टिप्सहरू पनि हुन्छ होइन। अब साइकोलोजीको म छुट्टै भिडियो बनाउँला। अनि हामीलाई सिम्पल रिस्क म्यानेजमेन्ट टिप्स भनेको चाहिँ के हो भने होइन, रिस्क बिना चाहिँ हामीले यो स्पेसमा काम गर्नै सक्दैनौँ है। रिस्क इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन फरेक्स है। रिस्क बिना चाहिँ हामीले काम गर्नै सकिँदैन फरेक्समा। मोस्ट इम्पोर्टेन्ट तपाईँको एनालाइसिस 10% हो भने मोस्ट अफ द टाइम होइन रिस्क चाहिँ 90% हुन्छ है त। अब एउटा सिम्पल रिस्क म्यानेजमेन्ट टिप्स छ मैले राखेको यो चाहिँ। अब तपाईँको क्यापिटल भन्दा नेभर रिस्क मोर देन 1 to 2% अफ यर एकाउन्ट अन अ सिङ्गल ट्रेड है। एउटा सिङ्गल ट्रेडमा चाहिँ तपाईँले आफ्नो क्यापिटल भन्दा आफ्नो एकाउन्टमा रहेको क्यापिटल भन्दा 1 or 2% भन्दा धेरै रिस्क कहिले पनि नगर्ने, अदरवाइज यु ब्लो द होल एकाउन्ट है। अनि अर्को रहेको छ हाम्रो अलवेज युज स्टप लस अर्डर। स्टप लस अर्डर भनेको चाहिँ के हो भने चाहिँ हेरौँ। अब मानौँ तपाईँले 1 आवरको चार्टमा गएर हेरौँ। अब मानौँ तपाईँलाई मानौँ होइन एउटा कुनै पोजिसन बाई गर्नु मन छ अरे होइन, बाई गर्नु मन छ अरे। स्टप लस भनेको चाहिँ के हो भने तपाईँले यो प्राइसमा चाहिँ बाई गर्नुभयो होइन। अब तपाईँलाई लाग्छ कि प्राइस चाहिँ माथि 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 यसरी जान्छ भनेर लाग्यो भने चाहिँ तपाईँले बाई गर्नुभयो अरे होइन। अनि आफ्नो इन्ट्री लेभल चाहिँ यो एरियालाई चाहिँ एउटा इन्ट्री लेभल भन्न मिल्यो, इन्ट्री लेभल भन्न मिल्यो होइन। यसलाई चाहिँ यो एरियालाई चाहिँ इन्ट्री लेभल भन्न मिल्यो। यो एरिया भनेको तपाईँको टिपी टेक प्रफिट लेभल हो। अनि यो भनेको चाहिँ तपाईँको एसएल हो के, स्टप लस अर्डर चाहिँ यसलाई भन्छ है। एसएल चाहिँ स्टप लस अर्डर चाहिँ यसलाई भन्छ है त। अब मानौँ तपाईँलाई लाग्यो कि अब यो प्राइसबाट तपाईँले इन्ट्री गर्नुभयो होइन, प्राइस माथि जान्छ जस्तो लाग्यो अरे, तर इनकेस मार्केटले त्यस्तो गरेन अरे है। मार्केट भनेको एकदम अनसर्टेनिटी हुन्छ होइन, के हुन्छ हामीलाई थाहा पनि हुँदैन है। अब तपाईँलाई लाग्यो कि यहाँबाट मार्केट माथि जान्छ जस्तो लाग्यो अरे, तपाईँले यहाँबाट यो प्राइसबाट बाई गर्नुभयो अरे, तर तपाईँको प्राइसले चाहिँ के गरिदियो भने चाहिँ यहाँ बाई गर्नुभयो अरे, तर मार्केट माथि नगइकन तलतिर आइदियो भने चाहिँ तपाईँको स्टप लस हान्यो है त। यो एरियालाई चाहिँ यो प्राइस लेभललाई चाहिँ तपाईँको स्टप लस अर्डर भन्छ है त। यो स्टप लस राखेन भने चाहिँ तपाईँको रिस्क भागको भाइ हुन्छ कि। यदि तपाईँले यहाँबाट प्राइस इन्ट्री गर्नुभयो अरे होइन, यो लेभलबाट पोजिसन ओपन गर्नुभयो अरे, तपाईँले स्टप लस राखेन भने चाहिँ प्राइस जति तल जान्छ तपाईँको पैसा त्यति नै धेरै रिस्क भइरहेको हुन्छ है त। यदि
केही गरी तपाईँले स्टप लस राख्नुभयो भने चाहिँ यो एरियामा चाहिँ स्टप लस राख्नुभयो अरे प्राइस तल गयो भने चाहिँ होइन हाम्रो स्टप लस अर्डर थिच्यो भने चाहिँ प्राइस यहीँ आएर आफै अटोमेटिकली क्लोज हुन्छ है त। यसलाई चाहिँ स्टप लस अर्डर भनिन्छ। यो चाहिँ हाम्रो ट्रेडिङमा एकदम क्रुसियल हो है त, स्टप लस अर्डर राख्नलाई चाहिँ नबिर्सिनु होला। यसलाई चाहिँ स्टप लस भनिन्छ है त। तपाईँले यो लेभलबाट किन्नुभयो अरे यदि तपाईँको प्राइस तपाईँलाई माथि जान्छ जस्तो लाग्यो अरे तर इनकेस मार्केटले चाहिँ तलतिर लगिदियो भने चाहिँ तपाईँको यो स्टप लस अर्डरलाई हिट गर्यो भने चाहिँ तपाईँको पोजिसन आफै क्लोज हुन्छ है त। हामीले क्लोज गरिराख्नै पर्दैन अनि रिस्क मिनिमाइज हुन्छ है त स्टप लसले गर्दाखेरि। यदि यही कुरालाई तपाईँले स्टप लस राख्नु भएको छैन अरे यो लेभलमा स्टप लस राख्नु भएको छैन अरे होइन तपाईँको पोजिसनमा रिस्क चाहिँ ओपनै हुने भयो क्या। जति मार्केट तल गयो होइन त्यति नै रिस्क बढ्दै जान्छ क्या। सो अलवेज युज यर स्टप लस वेन यु ओपन द पोजिसन्स है त। अनि अर्को भनेको मेन्टेन अ पोजिटिभ रिस्क टु रिवार्ड रेसियो मिनिमम 1:2 होइन। अब यो भनेको चाहिँ जस्तै तपाईँले अब सिम्पल टर्ममा सिम्पल कन्सेप्टमा बुझाउनु पर्दाखेरि चाहिँ मानौँ तपाईँले $10 एउटा रिस्क राख्नुभयो अरे कुनै पनि पोजिसनमा होइन। अब तपाईँको स्टप लस भनेको $10 रहनेछ भने चाहिँ के भनेको छ भने यहाँ चाहिँ मेन्टेन अ पोजिटिभ रिस्क रिवार्ड भनेको छ है त। रिस्क रिवार्ड रेसियो पोजिटिभ रिस्क रिवार्ड रेसियो जस्तै 1:2 1:3 सम्म राख्न मिल्यो होइन तपाईँको अब एनालाइसिस हेरी हेरी। अब 1:2 भनेको चाहिँ तपाईँले $10 आफ्नो रिस्कमा राख्नु भएको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले $20 बनाउन खोज्ने हो अनि बस पोजिसन क्लोज गरिदिने हो। द्याट्स अल है त। तपाईँले $10लाई $20 बनाउने हो, आयो भने $20 आयो, गयो भने $10 गयो है त। 1:3 भनेको चाहिँ तपाईँले $10 राख्नुभयो अरे त्यसलाई $30 बनाउन खोज्ने है त। 1:2.5 भनेको चाहिँ तपाईँले $10 राखेर त्यसलाई $25 बनाउन खोज्ने हो है त। अब एउटै ट्रेडमा आफूले होम रन हान्छु भनेर पनि कहिले पनि सकिँदैन है त। अब जस्तै तपाईँले $10 रिस्कमा राखेर म $100 बनाउँछु भनेर यसरी पनि ट्रेड चाहिँ नगर्नु होला है कहिले पनि। दिस इज नट एन एक्चुअल गोल फर अस है त, फर द ट्रेडर। हामीले लङ रनमा चाहिँ सानो सानो प्रफिट लिँदै जाने हो, यो होइन कि एकैचोटि $10 राखेर म आजै $100 बनाउँछु भनेर चाहिँ कहिले पनि सकिँदैन। सो एम फर द स्मल कन्सिस्टेन्सी विन्स है त, नट फर द होम रन। अनि यो पोइन्टले चाहिँ हाम्रो त्यही भन्छ मेन्टेन अ पोजिटिभ रिस्क टु रिवार्ड रेसियो मिनिमम 1:2 1:3 1:4 है त। त्योभन्दा धेरै चाहिँ नो मोर देन द्याट। अनि किप अ ट्रेडिङ जर्नल है टु ट्र्याक अ पर्फर्मेन्स। अब हजुरले ट्रेड गर्नुहुन्छ भने एउटा सानो जोर्नल पनि बनाउनु पर्ने हुन्छ। अब जोर्नलभित्र चाहिँ के रहन्छ भने थुप्रो कुराहरू रहन्छ होइन। त्यो चाहिँ अब बिस्तारै छुट्टै भिडियोमा कुरा गरौँला। ट्रेडिङ जोर्नल पनि मोस्ट इम्पोर्टेन्ट कुरा हो आफ्नो पर्फर्मेन्सहरू ट्र्याक गर्नलाई होइन, साइकोलोजीहरू ट्र्याक गर्नलाई, कुनै पनि ट्रेडिङ इरर्सहरू या ट्रेडिङ विन्सहरू होइन, आफ्नो पर्फर्मेन्स भनौँ न ओभरअल पर्फर्मेन्स ट्र्याक गर्नलाई एकदम हेल्प गर्छ है। बिगिनर्सहरूको लागि मस्ट डु कुरा हो है, मस्ट डु। अनि हजुरले अब फरेक्स ट्रेडिङ सुरु गर्दा चाहिँ स्टार्ट विथ अ डेमो एकाउन्ट है, पेपर ट्रेडिङबाट सुरु गर्नु होला बिफोर ट्रेडिङ रियल मनी है। एकदमै हाई रिस्क हुन्छ। सो बिफोर ट्रेडिङ अ रियल मनी स्टार्ट विथ सम डेमो एकाउन्ट होइन, जति पनि प्रोभाइड भइरहेको हुन्छ। जस्तै हजुरको अब हामीले ट्रेडिङ कहाँ गर्न मिल्छ भने जस्तै इन्टरफेसहरू हुन्छ, प्लेटफर्महरू हुन्छ, MT4 MT5 होइन। अब ट्रेड लकर थुप्रो कुराहरू, थुप्रो प्लेटफर्महरू छ, ब्रोकरहरू छ होइन। कुनै ब्रोकरहरूले डेमो ट्रेडिङ पनि दिएको हुन्छ। हजुरहरूले ब्रोकरको एकाउन्ट खोलेर डेमो ट्रेडिङ सुरु गर्नुभयो या MT5 डाउनलोड गरेर डाइरेक्ट MT5मा डेमो एकाउन्ट हुन्छ त्यहाँबाट ट्राई गर्न सक्नुहुन्छ होइन। सो द्याट्स अल फर टुडे जस्तो लाग्यो। अनि इम्पोर्टेन्ट नोट पनि राखेको छु के हो भने फरेक्स ट्रेडिङ क्यारिज अ हाई लेभल अफ रिस्क एन्ड मे नट बी सुइटेबल फर अल इन्भेस्टर्स होइन। बिफोर डिसाइडिङ टु ट्रेड फरेक्स केयरफुल्ली कन्सिडर यर इन्भेस्टमेन्ट अब्जेक्टिभ्स होइन, लेभल अफ एक्सपिरियन्स एन्ड रिस्क एप्टाइट होइन, कतिको रिस्क लिन सक्नुहुन्छ। यदि रिस्क लिन सक्नुहुन्छ नि
यु आर हार्टली वेलकम होइन। इन्ट्री लेभल एकदम जेरो हो, फरेक्समा इन्ट्री लेभल भने जेरो हो होइन। हजुरसँग पैसा र स्किल्स भए पुग्छ, डिफिकल्टी लेभल केही पनि छैन है। डिफिकल्टी लेभल छ तर इन्ट्री लेभल भनेको एकदम जेरो। इन्ट्री लेभल जेरो रह्यो भने डिफिकल्टी लेभल एकदम हार्ड छ है फरेक्स ट्रेडिङमा। अनि सिक इन्डिपेन्डेन्ट फाइनेन्सियल एडभाइस इफ नेसेसरी होइन। अब हजुरले कुनै पनि एउटा मेन्टर या टिचरको थ्रुबाट सिकेर फरेक्स ट्रेडिङ सुरु गर्न सक्नुहुन्छ, या युट्युबमा नि थुप्रै भिडियोहरू छन् होइन। फरेक्स भनेको के हो, फरेक्सको बेसिक बारेमा होइन, कसरी ट्रेड गर्ने, कसरी स्टार्ट गर्ने आफूले फरेक्स भनेर होइन। अनि अहिले अब ट्रेडिङको स्पेसमा धेरै कुराहरू छ, प्रुफ फर्म स्पेसहरू छ होइन, पर्सनल एकाउन्टहरू जोड्नेहरू थुप्रैहरू छ। ल यति नै हो आजलाई। प्लिज फलो एन्ड सब्सक्राइब गर्नु होला है फर मोर अपडेट्स। हस्, नमस्ते।